दादा धेरै धेरै पछि देखेँ तपाईँलाई। धेरै पछि भेट भन्ने यार भाइ। कता हराउनु भयो त्यो त अनि? म त अनि कहाँ भन्नु, अब त्यस्तै घरको थोरै काम होइन, अनि अब बाहिरतिर पनि अलिअलि काम छ, अब यहाँ बसेर पनि हुँदैन, अनि त्यतैतिर अलिअलि बिजी थियो भाइ। घरमा सबै ठिकै हुन्छ नि? एकदम सबजना। अनि दादाको चाहिँ अब ऱ्यापहरू होइन मैले चाहिँ सुनिराख्ने गर्थेँ हो। मलाई चाहिँ एकदम मन पर्थ्यो हो। अब धेरैले सुन्नु पनि भएको होला है। मलाई चाहिँ एकदम मन पर्ने गर्थ्यो। अब दादाको म चाहिँ धेरै वेट गरेँ क्या। तपाईँको एउटा सङ थियो दादाले रिलिज गर्ने भन्नु भएको थियो, तर कुन रिलिज चाहिँ? भएन दादा। कुन क्रस चाहिँ? क्रस त्यो सबैलाई मनै परेको हो त। मलाई चाहिँ एकदमै मन परेको दादा त्यो हो। तर त्यसको स्टोरी पनि खतरा छ नि। हजुर भन्नु न, अब सुनौँ न, सुनिदिउँ न त, कहाँबाट सुनिदिउँ। अब त्यो सुरुमा होइन, अब त्यो कलेज पढिँदैन, त्यो कलेज त्यतिखेरको टाइममा लगभग 4-5 वर्ष अगाडि क्या, त्यतिखेर लेखेको त्यो। सुरुमा कलेज पढ्दाखेरि अब कलेज जाँदाखेरि अब छुट्टै एक्साइटमेन्ट थियो क्या त्यतिखेर, अनि केटाहरूसँग जान्थेँ होइन कलेजमा। अनि एक दिन चाहिँ अब मलाई चाहिँ फेरि अब त्यो कोट पेन्ट लगाएको हुन्छ नि छोरी मान्छे, अब जस राम्रो लाग्छ क्या, अब कस्तो सुहाउँछ, अब आफ्नो उयो हुन्छ होइन। अनि अब एक दिन हो त्यसरी बसमा बसेर साथी र म बसमा ठ्याक्क बसेर जाँदाखेरि चाहिँ ऊ चाहिँ त्यतिखेर म ठ्याक्क कतिमा 12मा पुग्दाखेरि, 11 त अब 1 साल त गइगयो होइन, 12मा पुग्दाखेरि चाहिँ ब्याचलर भर्खर न्युली जोइन गरेको रहेछ होइन त्यो केटी चाहिँ। अब त्यो केटीलाई अहिले सुन्यो भने के भन्छ होला होइन, तर अब त्यतिखेर ठ्याक्क ब्याचलरमा जोइन गरेको थियो। अनि एक दिन चाहिँ त्यही बस म ठ्याक्कै चढ्दाखेरि चाहिँ बस स्ट्यान्डबाट ठ्याक्कै देखेको थिएँ क्या मैले। सट्ट माथि गएँ, यसो हेरेँ, ढक्क अगाडि थियो क्या उभिरहेको। म त ल होइन कस्तो राम्री लाग्यो, ल ठिकै छ भनेर चाहिँ अनि म पछाडि बसेर उसलाई मात्रै हेरिरहेको क्या त्यो कलेज पुगिन्जेलसम्म होइन। अनि 2-3 दिन हो त्यसरी हेरिरहेको थिएँ मैले कलेज पुग्दाखेरि। अनि त्यहीँबाट उयो लेखेको भाइ। अब त्यतिखेर हामी पढ्दाखेरि कलेजमा त्यो क्रस भन्ने थियो क्या। अब मलाई चाहिँ थाहा थिएन है त्यो क्रस, यस्तोलाई क्रस भन्छ, यता क्रस भन्छ भनेर होइन। अनि त्यो अब त्यहाँ ग्रुपमा क्रस भन्दै म त के हो क्रस भनेको अझै मलाई थाहा नि छैन होइन। अनि त्यसपछि अनि यस्तो भनेपछि ए ल ठिक छ, मलाई चाहिँ त्यो मन पऱ्यो होइन, त्यो चाहिँ क्रस चाहिँ ल म पनि ल न त भनेर त्यहीँबाट लेखेको क्या भाइ। अब त्यो बोल्नुभयो कहिले उसँग? कहाँ बोल्नु भएन? नाम भन्नु मिल्छ? नाम भन्नु मिल्दैन। अहिले बिहे गऱ्यो होला, बिहे गरिसक्यो होला। बिहे गरिसक्यो जस्तो लाग्यो, भन्नु मिल्दैन नाम त। राम्रै थियो। कोट पेन्टहरू लाउँथ्यो नि त टक्क, त्यो अरू जस्तो यति स्कर्ट लाउँदैन थियो, कोट पेन्ट लाउँथ्यो, राम्रो देखिन्थ्यो क्या। अनि तिम्रो चाहिँ के छ नि हालका? मेरो पनि ठिकै छ दादा। अहिले चाहिँ घरतिरै हो? अहिले घरतिरै छु दादा। अब बिस्तारै म पनि दादा जस्तै होइन यसो ट्राई गर्दैछु हल्का फुल्का। त्यस्तै हो। मैले मेरो त फेभरेट सङ ऱ्याप भन्दै हो तपाईँको आफ्नै पर्सनल एउटा होला नि त। मैले यो लेखेको चाहिँ वाउ यार, त्यति बेला चाहिँ मैले एउटा चाहिँ यो चाहिँ लेखेँ मैले भने जस्तो तपाईँलाई लागेको आफ्नै? त्यो त्यस्तो त खोइ हो भाइ यार, म त खासै आफ्नो त राम्रो चाहिँ लाग्दैन त्यस्तो होइन। एकचोटि मलाई चाहिँ यस्तो हुन्छ, अब अरूलाई कस्तो हुन्छ होइन, ठक्क अब सुरुमा सुनियो होइन, अनि बिट सुन्छु अनि लेख्छु नि त, म चाहिँ बिट अनुसार लेख्छु, भाइब कस्तो दिन्छ त्यो अनुसार लेख्छु क्या। अनि बिट लेखेपछि, बिट हेरेर अनि लेखेपछि चाहिँ त्यो एकछिन टाइममा चाहिँ मलाई फेरि दामी लाग्छ, दामी भयो यो त रेकर्ड गरिहाल्नुपर्छ होइन। त्यतिखेर चाहिँ रेकर्ड गऱ्यो भने मलाई दामी भाइब मिल्छ होइन। अब जस्तै दिन कुरेर रेकर्ड गऱ्यो भने त्यो भाइबै हराउँछ क्या, त्यो मलाई राम्रै लाग्दैन। त्यही भएर अगाडि रेकर्ड गर्छु होइन, अनि त्यो झर्छ। अब त्यसपछि 1-2 दिनपछि त्यही सुन्छु म, यो त अलिक के पुगेन जस्तो लाग्छ क्या। त्यस्तो चाहिँ छैन अहिलेसम्म त्यो उयो मलाई राम्रो लाग्ने चाहिँ। लेख्नलाई इन्सपिरेसन चाहिँ कसरी आउँछ तपाईँलाई? जस्तै अब टक्क बसिरह्यो होइन लेखिहालौँ जस्तो लाग्ने कि अथवा केही यसो भाइब मिलेपछि मात्रै लेख्ने उयो हुने कि भित्रबाट मनाउने? त्यो चाहिँ अब कस्तो हुन्छ भने सायद सबै आर्टिस्टहरूलाई थाहा नै छ होला होइन। अब त्यो चाहिँ एउटा इमोसनल पनि हुँदो रहेछ। अब इमोसनबाट पनि हुन्छ। अब कसैलाई अब सानोमा दुःख पाएकोहरू हुन्छ नि, त्यो कसले त्यो भन्नै नपाउने, त्यो पोख्नै नपाउने होइन, कसलाई गएर भनौँ
त्यस्तो हुँदाखेरि पनि अब लेखिँदो रहेछ होइन। मलाई चाहिँ अब आफूलाई रिस उठेको छ भने त्यही अनुसारले गीत हुन्छ, त्यही अनुसारले लेख्छु होइन। अब कोही बेला अब हुन्छ नि त कसैलाई त्यो भन्नु नपाउने चिजहरू यसो ग्रुपमा भन्दा पनि कसरी भन्नु त्यो कसरी निकाल्नु भन्ने हुन्छ नि त। अनि त्यही अनुसार चाहिँ अब म बिट खोज्छु क्या, बिट हेर्छु अनि बिट सुन्छु अनि कस्तो खालको मलाई बिट चाहिएको छ त्यतिखेर अब इमोसनल खालको लेख्नु मन लागेको छ कि कस्तो होइन त्यही अनुसारको बिट सुन्छु अनि त्यही तरिकाले लेख्छु क्या म। अनि तपाईँको एकदम मिल्ने साथी चाहिँ को हुनुहुन्छ यहाँ? मिल्ने साथी त भाइ भन्नै सकिँदैन हौ, भन्न सकिँदैन। सबैजना मिल्ने नि छ होइन, तर अब मैले सबै त्यो डिपली कुरा अब खासै कसैसँग पुगेको छैन क्या त्यो त्यसरी। तपाईँको ऱ्याप जर्नी चाहिँ कसरी स्टार्ट भयो? ऱ्याप जर्नी यो चाहिँ गुड क्वेसन सोध्यो यार। यो ऱ्याप जर्नी मेरो त निकै लामो कथा छ, म छोटकरीमा भन्छु ल। ऱ्याप जर्नी मेरो कहाँबाट स्टार्ट भयो भने म सायद कतिमा पढ्थेँ त्यतिखेर 5 जतिमा पढ्थेँ होला, 5-6मा पढ्थेँ। अनि स्कुलमा त्यतिखेर अब त्यो सबैको कहानी कतिसँग मेल पनि खान्छ होइन। त्यतिखेर बुली पनि प्रायः चाहिँ भइरहेको हुन्थ्यो क्या। अब त्यतिखेर मोटो थिएँ पुड्के होइन, अनि सबैले हेप्दै हिँड्थ्यो ठेलिदिँदै उजा त्यो तरिका हुन्छ नि मोटे भन्ने। अनि त्यो तरिका अब हुन्थ्यो। अनि अब त्यो धेरै कुरा हुन्छ नि त अब मनमा, यसले यस्तो पनि यस्तो भन्यो, यसले पनि यस्तो गर, म चाहिँ केही गर्न नसकिने टाइपको होइन। अनि घरमा पनि अब अलिअलि त्यस्तै थियो समस्याहरू, भन्नु चाहिँ अलिक लुजर फिल हुने है, समस्याहरू त्यस्तै थियो घरमा। अब धेरै त्यो दिमागमा ओभर थिङ्किङ पनि हुन्थ्यो। त्यही अनुसारले अब मैले सायद 5मा पढ्दाखेरि अन्तिमतिर मैले लेखेको थिएँ क्या। म सुरुमा लेखेको गाना त्यो एउटा डायरीमा छ क्या, टनक्कै 5मा पढ्दा भनेपछि सानैमा लेख्नु? सानैमा लेखेको थिएँ, तर त्यतिखेरको लेखेको कस्तो थियो नि कस्तो अलिकति याद होला नि त तपाईँलाई? अलिकति 1-2 लाइन हल्का लाइन भन्ने कस्तो थियो भने त्यतिखेर मैले लेख्दाखेरि त्यो अहिलेको जसरी त्यो राइम नमिल्ने क्या, त्यो सुरुमा लेख्दाखेरि अहिले त्यो यसो हेर्छु होइन डायरीमा छ कोही बेला हेर्छु भेट भन्ने जस्तो लाग्छ क्या। अब सुरुमा अब त्यो कथा तरिकाले लेखिदिने क्या, अब बुकहरूमा त्यो कथा पढिन्छ हो त्यो तरिकाले अब यस्तो थियो यो गाउँमा यो बस्थ्यो त्यसपछि यस्तो भएको थियो होइन। अनि त्यसरी लेखिन्थ्यो, तर त्यसरी लेख्दै बिस्तारै इम्प्रुभ हुँदै गयो। अहिले पनि राम्रो त छ भन्दिनँ मेरो होइन, सिकिँदैछ राम्रै छ। त्यो धेरै अब सुनेको नि त छैन मेरो गाना, अलिअलि चलेको त्यही तरिका हो। तर मलाई त्यो सपोर्ट हाम्रो एकजना मामा थियो, मामाले चाहिँ राम्रो सपोर्ट गर्यो क्या मलाई। फ्यामिलीबाट चाहिँ कतिको सपोर्ट आयो तपाईँलाई यो कामको लागि? फ्यामिलीबाट त सपोर्टै दिइरहनु भएको छ, त्यस्तो उयो त यताउति त नगर टाइपको त भन्दैन होइन। अब अहिले कस्तो छ भने अब ऱ्याप भनेपछि सबैको नजरमा एउटा नराम्रो एउटा बसेको छ कि, एउटा खत जस्तो बसेको छ सबैको नजरमा, नराम्रो यो चाहिँ अब बिग्रेको ट्यापे त्यस्तो बसेछ नि त होइन। अब फ्यामिलीबाट पनि त्यस्तो प्रेसरहरू आयो कि? त्यस्तो प्रेसरहरू त खासै आएन, किनभने म त्यस्तो खालको गीतै कहिले हान्दिएको थिएन नि त। त्यस्तो म घरमा पनि मलाई मेरो त कति वर्षसम्म त थाहा थिएन म गाउँछु यताउति भनेर। अनि म प्रायः यमा बुद्धको गीतहरू सुन्थेँ होइन, अनि हो त्योहरू गाउँथेँ। अनि अब त्यो सुन्दाखेरि चाहिँ घरमा अब राम्रै गायो। तपाईँको आइडल चाहिँ? मेरो आइडल त भाइ अब कस्तो खालको भन्नु, अब मेरो चाहिँ अब आइडल त्यस्तो मैले योलाई नै मानेको छु चाहिँ मलाई त्यस्तो लागेको छैन होइन। जब जसकै गाना सुन्छु होइन, जसको राम्रो छ अब त्यस्तो उयो छैन होइन, नराम्रो मतलब त्यस्तो छाडा यताउति हान्ने टाइपको छैन। जसको चाहिँ अब राम्रो गाना छ होइन, अब लिरिक्सहरू पनि उस्तै भित्र मिनिङहरू पनि उस्तै होइन, फ्लो यताउति दामी तरिकाले खेलाएको छ नि, मलाई त्यो राम्रो लाग्छ। तर त्यसरी मेरो आइडल यो भन्ने चाहिँ छैन। मलाई चाहिँ सबै नै मलाई चाहिँ टिचरै जस्तो लाग्छ क्या। सबै यसो सुन्छु राम्रै हुन्छ। अनि त्यो ठ्याक्कै तिमीले भन्यो नि त्यो ट्यापेहरू भन्ने, त्यो हुनु पनि हो भाइ यार, हो हुन्छ त्यस्तो हुन्छ मतलब होइन कि। अब त्यो यो नेपालमा पहिला त त्यस्तो साह्रो थिएन नि त, अहिले फेरि त्यो उयो आयो नि त मम्मलहरू
होइन त्यो तरिकाको आयो होइन। अनि अब हेर न अहिले कस्तो छ अहिलेको समयमा खतरा ट्यापे तिनीहरूले गर्दा हुँदा हुनु पनि तिनीहरूले गीतमा अनि कसरी भन्छन् ट्यापे ए म खान्छु यो खान्छु उयो खान्छु त्यो त भन्ने होइन नि त होइन म मार्छु यसलाई मार्छु। पहिला साँच्चै पहिला ऱ्यापरहरू कस्तो थियो भने अब खतरा हुन्छ नि त्यस्तै माफिया ऱ्यापरहरू ग्याङ्स्टर रियल त्यस्तो सिट गर्नेहरू ग्याङ्स्टर ऱ्यापरहरू पनि तिनीहरू चाहिँ ऱ्यापर बन्नु खोजिरहेको थियो क्या। अब लिरिक्स कसरी हाल्ने होइन कसरी चाहिँ अब म्यासेज दिने भन्ने भइरहेको थियो क्या। अब अहिलेको ऱ्यापरहरू चाहिँ मार्छु म यो खान्छु उनीहरू बाललाई उफार्नु चाहिँ त्यति उनीहरूको। अब त्यस्तो भनिसकेपछि त अनि समाजमा एउटा उयो त बसिहाल्छ नि ट्यापे भन्ने त भइहाल्छ नि। अब ड्रेस फेरि अब ड्रेस सेन्स पनि त हेर्नु पऱ्यो नि त। अब ड्रेस अब यतिसम्म लाग्यो नि त ठिकै छ होइन त्यहाँदेखि मुन्नी नै पुग्छ माथि आधी कट्टु देखिरहेको हुन्छ यार भाइ। अनि दादाले कलेज चाहिँ कुन पढ्नु भयो? मैले कलेज मैले कन्काई पढेको कन्काई पढ्नु भयो। ए क्रसले चिने जस्तो छ है अब चाहिँ। अनि त्यतिखेरको समयमा क्रस भनेर हिँड्ने त्यो एउटा एट्र्याक्सन पनि हो। त्यो त्यस्तो ठ्याक्कै यो त होइन एट्र्याक्सन हो त्यही हिसाबले गीत गएको हो। अब सबैलाई त्यो अब कसले सुनेको छ होइन सुन्ने जतिलाई अब त्यो पनि आउँछ बिस्तारै रेकर्ड हुँदैछ। अब दादाको अब यही ऱ्याप मात्रै हो कि अरू पनि केही हबीहरू यसो फुटबल खेल्ने अथवा केही खेल्ने होइन यस्तो केही छ कि बा क्रिकेट खेल्ने? त्यस्तो ऱ्याप बाहेक म उयो गर्छु हल्का एमएमए पनि गर्छु। एमएमए गर्नुहुन्छ? एमएमए गर्छु अरू त त्यस्तो त छैन। त्यस्तो छैन। फुटबल त पहिला चाहिँ निकै खेलिन्थ्यो तिमीलाई पनि थाहा छ होइन पहिला बाजी खेल्दै हिँड्ने गाउँको खेतमा है अब बाँसको पोल लगाएर बाजीमा फेरि उयो पनि परिहाल्थ्यो न्यु पनि परिहाल्थ्यो होइन। अनि तर एकचोटि अनि यहाँ बुधारेमा त्यो हामी पहिला त्यो स्कुल जेबिएस पढ्थेँ क्या म जेबिएस स्कुलबाट। अनि त्यतिखेर म चाहिँ टेबल टेनिसमा राम्रो खेल्थेँ। म खेल्दिनँ टेबल टेनिस म फुटबल नै खेल्ने भनेर क्या। अब सरी है ठिक छ कसको तिम्रो गर्लफ्रेन्ड गयो क्या? त्यस्तो होइन। अनि कहाँ दादाको व्यवहार छैन भाइले कहाँ गर्लफ्रेन्ड बनाउँछ नि भाइले सुरुमा गर्दा भयो होइन नि दादाको पहिला पालो नि दाइको त अब बुढो कन्नै बस्छ जस्तो छ। अनि त्यही थियो त्यो फुटबल जेबिएस पढ्थेँ। अनि त्यतिखेर म टेबल टेनिस खेल्दिनँ म फुटबलमै जान्छु भनेर म त्यतिखेर त्यो यहाँ स्कुलको परेको थियो होला सायद यहाँ बुधारेको यो हाई स्कुलमा लिएर आएको थियो। त्यतिखेर माथि हाम्रै टोलको परेको थियो क्या होक्सेको थियो त्यहाँको केटाहरू पनि थियो होइन दाजुभाइहरू थियो। अनि हामी यता खेलेको होइन म त कुद्नै नसकेको यार भाइ सुरु त कुद्छु फ्या हुन्छ होइन 6 गोल हानिदिएको नि निल त्यही पनि। अनि त्यहाँदेखि त के खेल्छ फुटबल अनि जिन्दगीमै हेर्दिनँ भनेको नि फुटबल। त्यस पछाडिदेखि खेल्नु भएन? खेलेन तर त्यहाँ एकजना हाम्रो साथी राहुल थियो क्या। राहुल दादा अहिले सुन्दा कस्तो के भन्दै होला नि अहिले यो नाम भनेर यसलाई बक भन्दै होला होइन। त्यो थियो होइन किपर त्यो थियो क्या राहुल दादा किपर त्यो थियो। अनि यसरी अब सुरुमा अब राम्रै बसिरहेको थियो अनि गोल खाइ गर्छु अल्छी लागेको थियो क्या त्यसलाई। पछाडिपट्टि साथी थियो त्यो पोल पछाडिपट्टि उता फर्केर बोल्दै रहेछ गोल उताबाट आइरहेछ उता फर्किरहेको छ होइन मान्छेहरू कराइरहेको छ अन्तिममा फात्दै हेर गोल स्वात्तै लगाइदियो ए भनिरहेको भएको छ है यस्तोहरू पनि यस्तो भएको छ। अनि दादा लेख्दै हुनुहुन्छ अझै कि अहिले अरूतिरै ध्यान छ? अहिले ग्यापमा छ भाइ मेरो लेखेको छैन अहिले अरूतिर फाल्टो काम पनि छ हल्का ट्रेनिङहरू पनि भइरहेछ। एमएमएको ट्रेनिङ एमएमए ट्रेनिङ भइरहेछ त्यही हिसाबले। अलिकति भनिदिनु न दादा एमएमएको बारेमा कस्तो के हो? अब एमएमएको बारेमा त आजभोलि त सबैलाई थाहा नै भइसक्यो होला किनभने नेपालमा त्यति कमन भयो छ र अहिले
अब हुँदैछ किनभने अस्ति भर्खर त्यो अब पहिला पनि थियो होइन, तर अब सबैमा त्यो रिच थिएन क्या, पुगेको थिएन। अनि अब अहिले चाहिँ त्यही के भरे रविन्द्र दान्त उसले गर्दा, उसले अनि दिवस लामा ब्रदरहरूले गर्दाखेरि चाहिँ त्यो रिचमा पुगेको छ क्या अहिले नेपालमा, राम्रो गर्दैछ, राम्रो भइरहेछ, बढ्दैछ अहिले त निकै नि। अब हाम्रै यता एरियाकोहरू निकै सिक्दैछ। अब काठमाडौँमा त धेरैजना भइसक्यो, पोखरामा पनि अहिले गराउन आँटेछ सिरिज 3 अनि राम्रो भइरहेछ। यसको पनि ठुलै छ भनेपछि उयो त नेपालमा त राम्रो छ, हुँदैछ, अब हुन्छ होला, अबको 2-3 वर्षमा त राम्रो हुन्छ। खासमा त यो विदेशबाट आएको हो। अनि दादा चाहिँ अनि 1-2 वर्ष हराउनु भयो हो, के बाहिर जाने सोचमा हुनुहुन्थ्यो कि? म भाइ अब त्यस्तै सोच बनाइरहेको थियो। अनि लेख्ने छोडिदिने नि कि बाहिरबाटै लेख्ने? अब बाहिर गएपछि नि अब एकचोटि लेख्नु थालेपछि त अब ग्याप हुन्छ हुनु त होइन, एकचोटि टाइम त त्यस्तो आउँछ, फेज पनि त्यस्तो आउँदो रहेछ क्या लाइफमा। अब सुरुमा कस्तो उयो थियो नि, अब इनर्जेटिक यो गर्छु म, त्यो चाहिँ लेखेरै छाड्छु होइन, यस्तो तरिकाको लेख्छु भन्ने। बिचमा पुगेर चाहिँ एकचोटि सबैलाई यो ऱ्यापमा मात्रै होइन, जुनै कुरामा पनि होइन, जुनै प्यासन आफूले लिएको छ बिचमा चाहिँ एउटा आउँदो रहेछ क्या। अब जस्तै यो गले टाइपको हुन्छ नि, म टायर्ड भएँ तर पनि छोड्छु भन्ने चाहिँ छैन। त्यसमा त्यतिमा पुगेर चाहिँ मान्छेले छोड्यो भने चाहिँ छोड्छ होइन, तर अब त्यतिमा पुगेर पनि अब हल्का दिँदै गयो होइन, हल्का म गर्छु भन्ने चाहिँ भइराख्नु पर्ने रहेछ क्या। तपाईँलाई नि छोड्छु भन्ने चाहिँ भएको थियो भने? भएको थियो अब केही त। अनि अब सम्झनु भाइ, यत्रो गरियो होइन, यत्रो वर्ष गरियो, अनि अब 5-6मा पढ्दादेखि गरेको हामीले होइन, अनि अब यत्रो गऱ्यो, ग्रुपमा पनि भयो, अब लोकल टिम, अब बुद्ध शान्ति स्टुडियोमा अब सबै मिलेर गरिँदा पनि अब राम्रो लिरिक्सहरू हान्दा पनि अब मान्छेहरूले खोइ त अब हाम्रै गल्ती भनौँ कि हामीले गर्नु नसकेको भनौँ कि, अब त्यो अडियन्सहरूले नै अलिकति यो टाइपको त हुँदैन टाइपको भन्नु खोजेको कि होइन। अब त्यत्रो वर्ष दिँदा पनि अब केही नहुँदा त अब टायर्ड त भइहाल्छ नि, त्यो पनि हो होइन। मान्छेहरूले अब चाहिँ नहुने रहेछ है भने जस्तो होइन, मान्छेहरूले भन्छ नि त्यो समय कुर्नुपर्छ आउँछ भनेर, तर त्यो होइन क्या, आउँदैन। त्यो आफैले गर्नु नै पर्छ, आउँछ नि। तर अब गर्दै बिच समय अब यत्रो वर्ष लाग्यो भने टायर्ड हुन्छ क्या, त्यो हुन्छ। मान्छेहरूले नि त्यो गरोस् भनेर समय आउँछ भनेको हो नि, त्यो एउटा इन्सपिरेसन दिएको हो, जे नछोडोस् भनेर। ठिक छ। अनि अहिले घरमै हुनुहुन्छ? आजभोलि त भाइ घरमै छु म, ननिक्लेको नि निकै भयो। अनि के छ त अब त्यता माथि तिम्रो टोलको हालचालहरू? ठिकै छ दादा, सबै ठिकै छ। सबै ठिकै छ है? तपाईँको डालहरूको तपाईँको साथीहरू पनि सबैजना बाहिर लागिहाल्नु भयो, तपाईँ पनि देखा पर्नुहुन्न अब? अब पहिला पो अब सबजना थियो केटाहरू, सबजनासँग भेट हुन्थ्यो। अब अहिले त सबैजना व्यावहारिक भएको छ नि त, कोही साथी विदेश पुगिसक्यो, कसैले बिहे गरेर नानी भइरहेछ होइन, कोही अब कता छ, कोही कता छ, अहिले त्यस्तो उयो नै छैन क्या, थाहा नै छैन को कता छ कता। अलिअलि बोलचाल हुन्छ तर त्यस्तो भेट्ने टाइमै हुँदैन क्या उनीहरूसँग, मसँग भए पनि उनीहरूसँग हुँदैन, त्यो अलिक व्यावहारिक भएपछि त्यस्तै हुन्छ होला। फ्यामिली प्रब्लम। अनि फ्यामिलीबाट अहिले चाहिँ कस्तो हुँदैछ त तपाईँलाई? फ्यामिलीबाट अहिले त राम्रै छ, खुसी भइरहेछ। छोरो बाहिर सुध्रेछ, बाहिर जानु लाग्यो भनेर? बाहिर जानु लाग्यो। अब उनीहरूको नै आश त हुन्छ नि त, आमा बाउलाई नै आश हुन्छ अब यस्तो गरिदिन्छ मेरो छोराले होइन, आमा बाउलाई नै आश हुन्छ जे यो लाइनमा लागोस् छोरा होइन, अब दुःख नपाओस् भन्ने त हुन्छ। तर नेपालमा कस्तो छ भने अब आमा बाउले त्यस्तो राम्रो सोच्यो भने अब सरकारकै कारण हो कि के कारण भन, सरकारैको कारण होला नि। अब विदेशी जानुपर्छ भाइ, विदेश जानुपर्छ, कमाउनुपर्छ, छैन नेपालमा। अब त्यतिमा अब 100%मा 50देखि लिएर 40%को राम्रो हुन्छ विदेशमा भनेको भने। अब अरूको भनेको त दरो पेला हुन्छ, पैसा कम्ती, त्यस्तै त हो। अनि दादा तपाईँले आफ्नो फर्स्ट सङ रेकर्डिङ गर्ने जोस चाहिँ कहाँबाट आयो तपाईँलाई? फर्स्ट सङ रेकर्डिङ गर्ने जोस मलाई
त्यो भने नि मैले सुरुमा त इनर्जेटिक पुरै आइरहेको थियो, हानिदिन्छु म ऱ्याप गाउँछु भन्ने। अनि त्यतिखेर अब कस्तो भने त्यतिखेर म अब त्यस्तो थाहा थिएन क्या रेकर्ड यतातिर गर्नु मिल्छ। मैले रेकर्डै गरेको थिइनँ सायद सुरुचोटि गर्नुभन्दा अगाडि। रेकर्डिङ कसरी गर्छ त्यो पनि थाहा थिएन। अनि कस्तो कस्तो अब इक्विपमेन्ट हुन्छ त रेकर्ड गर्नलाई, यस्तो यस्तो हुन्छ, अब त्यो पनि थाहा थिएन मलाई साँच्चै। म बस लेख्थेँ अनि यस्तो यस्तो हो, राम्रो हो जस्तो लाग्थ्यो। अनि अब रेकर्ड गर्नुपर्छ भनेर चाहिँ कसरी उयो भयो भने सुरुमा मोबाइलबाट एकचोटि रेकर्ड गरेको थियो होला, भोइस रेकर्ड गरेको थियो मोबाइलबाट। मोबाइलमै सुन्थेँ, बिटसँग त मिलिरहेछ होइन, राम्रै भएछ भन्थेँ। अनि म एकचोटि पाहाडमा थिएँ क्या आन्टीहरूकोमा, अनि त्यहाँ छ्यामाहरूकोमा बसिरहँदा फेरि मलाई म्यासेज आएको थियो। कसको भने हाम्रो सञ्जय राई ब्रदरको आएको थियो क्या, सञ्जय राई ब्रदर म्यासेज गरेको थियो। अनि लोकल टिम पनि कसरी फर्म भयो सुरुमा भन्दा यसरी हो क्या। अब त्यहाँबाट ठुलो टिम छ है दादा लोकल टिम। म त एक दुईजनालाई चिन्छु हो, अरूलाई त चिन्दिनँ। तपाईँ हुनुभयो, एक दुईजना हुनुहुन्छ चिन्ने मैले हो, त्यतिलाई पनि चिन्छु। राम्ररी थाहा पनि छैन हो, यसो भनिदिनु न अलिअलि हल्का फुल्का को हुनुहुन्छ। अनि त्यहाँ ठ्याक्कै भने नि, अनि त्यहाँ म्यासेज आएको थियो क्या। अनि फर्स्ट टाइम अनि के भनेको थियो भने मलाई ब्रदरले, तिमी दावा होइन ऱ्याप गाउँछौ होइन भनेर। मैले पनि म गाउँछु भनेर भनेको थिएँ। त्यसो भए हामी पनि ऱ्यापर हो, ऱ्याप गाउने एउटै टोलको पऱ्यो, माथिल्लो तल्लो टोलको पऱ्यो, एकचोटि भेटेर कुरा गरेर कोल्याब गर्ने के छ त विचार भनेर भनेको थियो क्या। अनि मैले हुन्छ त भनेर, अनि मलाई चाहिँ त्यो सुन्दाखेरि म कोल्याब सुरुचोटि होइन, अब कोल्याब यस्तो जतिखेर पनि क्या। अब त्यहाँ माथि पाहाडमा बसिरहेको छु छेमाहरूकोमा होइन, खाना खाने बेला पनि त्यही दिमागमा कोल्याब। अनि त्यही क्या दिमागमा चाहिँ त्यही शब्द घुमिरहेको, कोल्याब कोल्याब क्या, कोल्याब। अनि त्यसपछि आएँ, मैले म्यासेज गरेँ होइन। अनि ब्रदर चाहिँ हुनुहुन्न रहेछ। अनि म टाढा गएको छु, यता कहाँ गएको छु भन्दै हुन्थ्यो। म एकजना पठाइदिन्छु, म कालिजलाई पठाइदिन्छु भनेर भने। अनि दाइसँग पनि त्यसरी भेट भएको। अनि ठ्याक्कै हामी 4-5जना केटाहरू गएको थियो माथि भेट्नु, भोटेटारमा भेट्नु गएको थियो। अनि त्यहाँ जाँदाखेरि चाहिँ सुई आउनुभयो क्या। सुरुमा हेर्दा त अग्लो लास्टै सुई आउनुभएको थियो होइन। फर्स्ट इम्प्रेसन राम्रो दिनुभएको थियो क्या। अब जस्तै भाइहरूलाई अहिलेसम्म राम्रो गरिरहेछ नि त। अब फर्स्टचोटिमा भेट्दा पनि त्यस्तै क्या, अब मजाले बोल्ने होइन, एकदम अब पुरै घुलमिल हुने टाइपको क्या, फ्रेन्डली के छ भाइ भन्नु। मैले पनि ठिक छ भने। अनि त्यसपछि यस्तो यस्तो भएको थियो, यस्तो यस्तो कुरा हो नि भनेर यस्तो यस्तो। अनि हामी बसेर एकछिन ऱ्याप हान्यो, दुईजनाले ऱ्याप हान्यो होइन, राम्रो लाग्यो। दुईजना बोल्यो, हाँस्यो। अनि त्यसपछि अनि हाम्रो अलिक पछि 3जनाको त्यही सञ्जय ब्रदर, म अनि हाम्रो कलेज दाइको, मतलब कलेज भन्दा त चिन्दैन होला, एनसी लोकल दाइको हाम्रो गीत थियो क्या, गाउँघर भन्ने हो त्यो थियो। अनि त्यसपछि हामी उता गएको थियौँ, कहाँ अरे सुरुङ्गा गएर रेकर्ड गरेको थियो त्यहाँ सुरुमा। भिडियो रेकर्ड गर्नुभएको होइन, मतलब उयो क्या, रेकर्डिङ गरेको थियो गाना। अनि त्यहाँ त म एकछिन त अब सुरुचोटि गर्दा त लक अब भएको नि हो। अब स्वर पनि अब बोल्दा हुन्छ, अनि ला भन्ने हुन्छ, अब बिट कसरी पक्रिने हुन्छ। र पनि निकै टेक पछि गऱ्यो। अनि भिडियो त मोबाइलले गरेको, मोबाइलले गरेको त्यतिखेर। अझै पनि त्यो भिडियो उयसमा छ युट्युबमा, काइन मास्टरको लोगो टक्क आइरहेको छ। त्यतिखेर त दामी चलेको थियो नि त काइन मास्टर। अनि त्यो रेकर्ड गरिसकेर सबै गरिसकेपछि अनि भिडियो झरेपछि भरे अब त्यतिखेर आजभोलि त अब सबैको 1K त इजिली गर्छ नि त, 1K त इजिली हो कट्ने भनेको। त्यतिखेर त अनि यसो हेरेर कल गर्नुमा, भाइ 1K कटेछ त, मन कस्तो छक्क, अब पुरै खुसी भयो क्या। म कट्यो यार 1K भन्ने भयो क्या। अनि त्यहाँ गाउँकोहरूले, दाइहरूले पनि, अब आन्टीहरूले, सबैजना छिमेकीहरूले पनि निकै सपोर्ट गरेको थियो त्यतिखेर। सबैजनाले सेयर गरिदिएको थियो होइन। अनि सपोर्ट राम्रो गर्नुभएको थियो त्यतिखेर। गाउँको मान्छेहरू पनि सपोर्टिभै हुनुहुन्छ, सपोर्टिभ हुन्छ। अनि दादाको यो जुन नाम छ नि पङ्क रङ,
कहाँ कसरी आयो दादा यो चाहिँ के छ यो पछाडिको कहानी पङ्ग्रङ योभन्दा थोरै अगाडि जानुपर्छ अब कस्तो भने सुरुमा मेरो नाम पङ्ग्रङ थिएन होइन सुरुमा मेरो उयो थियो डिएलआर छिरिङ भन्ने थियो क्या त्यो चाहिँ कसरी आयो त्यो चाहिँ एकजना साथी छ समीर होइन म बस्दाखेरि चाहिँ ऱ्याप गाउँदाखेरि चाहिँ उसले राम्रो छ अब एउटा नाम पनि चुज गर्नुहोस् है तपाईँले भन्थ्यो क्या अनि मेरो बाबा ल नि त अब सबैले नाम राख्छ होइन अनि म पनि राख्छ भनेर बस्यो एकछिन कुरा गरेँ के राख्ने त के राख्ने हो अनि डिएलआर अन्तिम पछाडि मात्रै डिएलआर अनि छिरिङ भन्यो क्या अनि यसको मिनिङ चाहिँ के हो भन्दाखेरि चाहिँ अलिक चाहिँ कम्प्लिकेटेड रहेछ डी भनेको चाहिँ दावा भइगयो एल भनेको लेप्चा भइगयो छिरिङको त छिरिङ भइगयो आरको चाहिँ अब अलिक भन्नु गाह्रो छ आर चाहिँ अलिक अनि त्यस पछाडि किन नेम चेन्ज गर्नुभयो त फेरि त्यो त्यस पछाडि अनि त्यतिखेर त सानै त छौँ नि त अलिक अब अहिले अलिक ठुलो हुँदै गएपछि अलिक राम्रो नेम चाहियो नि त अलिक त्यो भन्दा नि मान्छेहरूलाई यसो सुन्दा नि सजिलो होस् होइन अनि त्यो कसले भनिरहेको ओ डिएलआर यता हो त कसले त्यो भन्दै भने कस्तो सुनिन्छ नि होइन अनि पङ्ग्रोङ चाहिँ कसरी भयो भने सुरुमा पङ्ग्रोङ पनि थिएन रोङ हटाएर किडो थियो क्या पङ्किडो अनि पङ चाहिँ म पङ्किडो चाहिँ मैले तपाईँको नाम उयो गरेको थिएँ हो पङ गानाहरू चाहिँ म सुन्थेँ नि त मतलब त्यो ब्यान्डहरूको हुन्छ नि हो त्यस्तोहरू टाइपको सुन्थेँ अनि मलाई तिनीहरूको त्यो उयो पनि राम्रो लाग्थ्यो क्या लोगो अनि त्यो लुक्सहरू त्यो हेयर कटहरू त्यो ड्रेसिङ हो त्यस्तोहरू लेदरको पुरै सबै उयो भएको होइन म्युजिकमा पुरै त अब रक एन्ड रोल टाइपको हो त्यस्तो हुन्थ्यो अनि त्यस्तो सुन्थेँ अनि मलाई चाहिँ त्यो त्यसले चाहिँ ज्यादा इम्प्रेसन दिएको थियो क्या त्यसमा चाहिँ म एट्र्याक्ट भएको थिएँ एकचोटि त मैले हो त्यस्तै कपाल पनि गाडेको थिएँ ठाडो पारेर चिल्लो होइन हेर्दा फेरि भित्ती देखिन्छ भन्थ्यो कसो देखियो त्यो आफैलाई हेर्दा चाहिँ राम्रो लागेको थियो त्यतिखेर त मलाई त दामी स्वाग लागेको थियो आजभोलि हेर्दा त्यो त भित्ती नै भन्नु मन लाग्छ क्या गरेको थियो चाहिँ त्यतिखेर भन्ने जस्तो हुन्छ अब त्यो बाहिर पो यसो सम्झिँदा बाहिर पो सुहाउँछ त होइन यहाँ गरौँ भन्दा अब के हो यो घोडाको त्यस्तो सोध्छ नि त मान्छेहरूले अनि त्यही भएर मैले चाहिँ पङ राखेको थिएँ नाम त्यो तरिकाले मैले पङ राखेँ अनि पछाडि के राखौँ त एउटा नि राखौँ न भन्दाखेरि किडो राखिदिएँ क्या आज बच्चे थिएँ नि त अनि सानै छु त्यही भएर किडो राखिदिउँ न त भनेर भनेको थिएँ अनि फेरि अलिक पछि हुँदै गएपछि भाइब छ पनि थप्दिएँ क्या मैले अनि त्यसपछि त्यो हुँदै गएपछि अनि पछि फेरि चेन्ज गर्नु बल्ल अनि ठ्याक्कै हाम्रो बुद्ध शान्ति रेकर्डमा हाम्रो नाच्दै भेट भएको थियो अनि त्यसपछि उहाँलाई पनि त्यो सुरुमा चाहिँ त्यो नाम सुन्दाखेरि चाहिँ हुन्छ नि पङ्किडो भन्दाखेरि कस्तो नाम टाइपको भएछ क्या अब त्यो किडोले पछाडि इम्प्याक्ट त्यस्तो पार्दो रहेछ क्या मलाई नि सुरुमा चाहिँ त्यो किडो चाहिँ सुरुमा त राम्रै लागिरहेको थियो पछि अब बढ्दै गएपछि चाहिँ त्यो चाहिँ कस्तो लाग्न थाल्यो क्या अनि त्यसपछि के चेन्ज गरौँ त भनेर सोचेपछि यसो सम्झेँ अब रोङ भनेर चेन्ज गर्नु पऱ्यो भनेर भने अब रोङ भनेको त खासमा अब हाम्रो लेप्चाहरूलाई अब रोङ भन्छ नि त अनि केटी लेप्चा केटीहरूलाई रोङमित भन्छ रोङमित अनि त्यही भएर रोङ मैले पछाडि थप्दिएँ आफ्नै थरको अनि अगाडि पङ भयो त्यसरी नै त्यही तरिकाले भएको अनि नाच्दैसँग चाहिँ कसरी भेट भयो तपाईँको नाच्दैसँग हाम्रो कहिले भेट भएको थियो नि ठ्याक्कै एउटा साइपर झरेको थियो के छ साइपर हामीले झारेको थियौँ अगाडि त्यो पूर्वेली गुन्डा भन्ने साइबर त्यो झारेको थियौँ त्यतिखेर चारैतिरको ऱ्यापरहरूलाई भेला गरेर गर्ने टाइपको भएको थियो अनि हामीले गऱ्यौँ होइन अब बुधारेपट्टि त्यतिखेर त्यस्तो हिँड्दिनँ थियो नि त म यता बिर्दामट यतातिर गइबस्थेँ अनि बुधारेमा नि छ भनेर मलाई थाहा थिएन नाच्दाहरूलाई नि यता छ भनेर थाहा थिएन रहेछ क्या उनीहरूले पनि गरिरहेको हामीले पनि गरिरहेको तर एकै ठाउँमा भेट नभएको क्या त्यो रिचै नभएको क्या अनि एकचोटि अब दाइले यसरी हेर्दाखेरि अब यहाँ पनि गर्दै रहेछ त होइन गरेको रहेछ तिनीहरूले पनि भएछ अनि त्यसपछि ठ्याक्क साथी एकजना कोसँग भेट भएको थियो नि मलाई म्यासेज गरेको थियो स्टोइक सिद्धान्त उसले म्यासेज गरेको थियो स्टोइकले अनि त्यसपछि उसँग बोलचाल भयो ऱ्याप यताउति गर्ने
गर्नुपर्छ, कोल्याब गरौँ भनेर भयो होइन। अनि ठ्याक्कै मेरो साइपर पनि अगाडि झरिसकेको थियो। अनि ल गरौँ न त भनेर अनि उसँग पनि भेट्यो, फर्स्ट टाइम उसँग त्यसरी भेटेको। उसँग भेट भयो, मजाले बोल्यो दुईजना होइन। अनि त्यसपछि ठ्याक्कै अनि उसलाई यहाँ बिचोकमा भेट्दाखेरि अनि स्टुडियोमा जानु छ, लिएर आउनु छ, कसलाई ल्याउने भन्दा नाचलाई लिएर आउने भनेर भनेको थियो कि उसले। अनि त्यसपछि मैले यसो अनि ल न त भनेर अनि ऊ आएको थियो। अनि मैले टक्क भेट भयो क्या त्यसरी दाइसँग। अनि सुरुमा त अब भेट हुँदा त अब यसो हेलो आइ भयो होइन। दुवैजनाले वास्तै दिएको थिएन एकअर्कालाई। अनि भरे त्यो रेकर्ड गर्नु जाँदाखेरि चाहिँ अनि त्यतिखेर रेकर्ड गर्नु जाँदाखेरि चाहिँ अब रेकर्ड भयो। अनि रेकर्ड भएपछि त्यो रेकर्डको उयो छ के भरे सिधै आयौँ हामी बुद्ध शान्ति भन्ने गाना, त्यो रेकर्ड भयो। त्यही वान डेमा टेक भइसकेको थियो। मलाई नि राम्रो लाग्यो क्या, अब मजाले बोल्ने होइन, स्टोरी पनि मजाले बोल्ने, दाइ पनि मजाले बोल्ने। अब दाइलाई पनि अब म हम्बल सुरुमा राम्रो लागेछ क्या। अब मैले अब भन्दै थियो अब म नि हजुर यताउति भनेर बोल्थेँ नि त, म हम्बलै हो नि त खासमा, त्यस्तो टाइपको होइन नि त, त्यो एटिट्युड देखाउने होइन नि त। अनि त्यसरी बोल्दै थियो, राम्रो लागेछ। अनि अब फेरि भेट गर्नुपर्छ भनेर फेरि त्यसरी हुँदै अहिले यहाँसम्म आइपुग्यो त्यस्तो। अहिले अब रेकर्डिङहरू गर्नु पर्दाखेरि नास्ताले हेरिदिनु। अहिले त सजिलो छ। पहिला त कुद्नु पर्थ्यो नि तल बिरतामल, तर त्यहाँ बिरतामलबाट पनि त्यहाँ क्रिएटर बेसमेन्ट उहाँहरूले नि धेरै सहयोग गरेको छ। एउटा गीत रेकर्ड गरेको चाहिँ कति लिन्छ? एउटा लिन्थ्यो एउटा गीत त्यतिखेर बिरतामलमा एउटा गीत रेकर्ड गरेको 1000 रुपियाँ लिन्थ्यो। 1000 रुपियाँ कसरी एकचोटि त म कलेजैबाट होइन, कलेजबाटै अब खाना नखाइ गोजीमा त्यो पनि साबटी मागेर 1000 रुपियाँ लिएर गएको नि हौ रेकर्ड गर्नु। दाइहरूले नि त्यो सहयोग गरिदिन्थ्यो त्यहाँबाट पनि। अब यसो भोक लागेको छ भने खाजा खाऊ होइन, अब राम्रै हान्दैछु यसरी चाहिँ हान, यो लिरिक्स चाहिँ अलिक भएन, यसलाई चाहिँ यो तरिकाले हान्यो भने चाहिँ राम्रो हुन्छ भनेर भन्थ्यो। अनि कति गानाहरू त फ्रीमा नि गरिदिएको छ क्या दाइले। अनि त्यसरी सहयोग गर्दैछ क्रिएटर बेसमेन्टबाट पनि। अनि अहिले यता ठ्याक्कै त्यस्तै यता मैले चाहिँ साथीभाइ दाइहरू चाहिँ ठ्याक्कै यहाँ बुद्ध शान्ति स्टुडियोमा ठ्याक्कै त्यस्तै छ क्या। अब मेरो त फ्री नै गरिरहनुपर्छ अहिलेसम्म भन्ने, सबै गानाहरू त फ्री नै। अब यस्तो होइन यो तरिकाले हान्नुपर्छ भन्ने पनि निकै नलेज दिनु, सपोर्ट गर्ने निकै भेट्नु भयो। सपोर्ट चाहिँ मैले राम्रो भेटेँ। सपोर्ट नभएको थियो भने त म के यहाँ हुने थिएन, मेरो यतिको स्किल्स पनि इम्प्रुभ हुँदैन थियो क्या। अब यो तरिकाले यो हान भनेपछि पो आफूलाई पनि थाहा हुन्छ त होइन। अब काहीँ गाइड गर्ने मान्छे, अब गाइड नभएपछि त म नि सायद त्यस्तै गाना हानेर हुन्थ्यो होला, गोटी खायो कुदे त्यही खालको है, त्यही खालको गाना हुन्थ्यो होला। अनि दादाले ट्याटुहरू चाहिँ हान्नुभएको छ छैन? ट्याटु मैले हानेको छ। हान्नुभएको छ? ट्याटु कतिवटा ट्याटु हान्नुभएको छ? छैन, एउटा मात्रै। एउटा छ? त्यो पङ्क 90s ऱ्याप लेखेको छ क्या मैले ट्याटु हान्दाखेरि। हेरिदिउँ के भाइ सोच्न छोडिदिन्छ ल। अर्कोचोटि हेर्नुपर्छ। भेट हुँदा त हेरेकै छ होइन, भेट हुँदा देखेको यसो अब क्यामेरामा त के सबैले हेर्नुहोस् भनेर। अनि दादाले ट्याटु चाहिँ कहाँनिर हान्नुभयो? ट्याटु म कलेज पढ्दाखेरि हानेको थियो। कलेज पढ्दाखेरि हान्नुभयो? समीर भन्ने त्यो अहिले साथी, समीर दाले त्यसले हान्थ्यो क्या ट्याटु सिक्दै थियो त्यतिखेर बिरताउनमा। अनि त्यसले अब सिकेको आज सिकेको होइन, 1-2 दिन पछाडि मलाई अब लिएर गयो बिरताउनमा। मलाई त थाहा छैन अब ट्याटु हान्नुपर्छ, मैले ट्याटु हानेको हेर्न भन्ने भयो। मन भएरै जानुभएको तपाईँ पनि हान्ने नै आज म ट्याटु भनेर? भित्रभित्र चाहिँ हान्छु भइरहेको थियो, तर अब दुईजनामा कुरा भएको थिएन क्या। अब ट्याटु त्यसलाई पनि म ट्याटु हान्छु भन्ने भएको थिएन। अनि त्यसले पनि ल हिँड्न त ट्याटु हान भनेर भनेको थिएन। हामी चाहिँ दुईजना अब त्यसको साथी टाइपको गएको क्या। म पनि उसै गइदिएको, अब ट्याटु सिक्दैछु जाउँ न त, भरे भयो भने चाहिँ हान्नुपर्छ भन्ने भएको थियो। अनि त्यसले त अनि सिकेको 1-2 दिनमा अनि गएँ म, भरे त त्यहाँ गएपछि लु हान्नु भयो क्या। अनि अब ल न त हान्नु कस्तो खालको हान्यो भने त्यहाँ यसो गुगलमा सर्च गरेँ, पङ्क खोजेँ। अनि त्यसरी 90s ऱ्यापको त्यो स्टिकरहरू गरेर टालिदियो होइन। टालेपछि दुख्दैन भनेको, दुख्दैन भन। अब त्यो भर्खर सिकेको छ त्यसले होइन, यस्तो गाडेर हानु खुन निक्लेको नि म त। अनि बिस्तारै गर्न भन्छु, यसरी नै हान्नुपर्छ भन्छ। अनि
पुरै खुनै खुन निक्लिरहेको थियो आधीबाट सकिन भने त्यतिमै छोडिदियो क्या। यो हाम्रो यो लोकल टिम छ नि दादा, कतिजना मेम्बर हुनुहुन्छ यसमा चाहिँ? लोकल टिममा खासमा ओरिजिनल मेम्बरहरू चाहिँ पहिला भनेको 5-6 जना मात्रै हो। अनि अहिले चाहिँ अब त्यो साइबरहरू गर्दै गएर चाहिँ लोकल टिममा थपिँदै पनि गएको छ। तर अहिले सबजना बाहिर, कोही विदेश, कोही यताउति परिस्थितिले त्यो पनि अब हराइसक्यो भनौँ न। तर पछि हुन्छ बिस्तारै, पछि सबजना बिर्सिँदैनन्, साथीहरू बिर्सिँदैनन्। अनि दादाको न्यू प्रोजेक्टहरू चाहिँ आउँदैछ छैन? न्यू प्रोजेक्टहरू आउने कुरा छ, भइरहेछ, डिसिजनहरू भइरहेछ। यहीँबाट अब यो बुद्धशान्ति स्टुडियोबाट मिस्टेकहरू अस्ति अब उयो चाहिँ गरिसकेको छ, डिसिजन के गर्ने होइन, कुन टपिकमा गर्ने त्यो सबै उयो भएको छ। नयाँ नौलो त लेखेको होइन, मतलब त्यो पुरानो अरूले नसुन्नेको हुन्छ नि, मैले त्यो ड्रप नगरेकोहरू छ क्या। त्यसमा चाहिँ यो मिस्टेकहरूमा चाहिँ प्रायः त्यस्तो उयो चाहिँ छैन, आजभोलिको जस्तो त्यस्तो नाच्ने टाइपको चाहिँ होइन। एउटा लिरिक्स छ, अब म्यासेजहरू दिएको छ त्यसमा प्रायः जसो सबैलाई। अब लिरिक्सहरू राम्रो लिरिक्सहरू चाहिँ जति सक्दो मैले पहिलाको पालिमा लेखेको थिएँ त्यो लिरिक्सहरू छ। त्यस्तो उयो नाच्ने खालको टाइपको चाहिँ होइन, त्यस्तो छैन, त्यस्तो टाइपको चाहिँ होइन। त्यस्तो टाइपको अब त्यस्तो सुन्ने टाइपको बानी भएको मान्छेले यो सुन्यो भने के हाने यो पनि भन्न सक्छ। त्यो पनि हो। ल अब धेरै पछि भेट भयो दादासँग हो, रमाइलो मिठो गफ भयो, एकछिन भए पनि है। तपाईँको नि काम होला के होला है। ल थ्याङ्क यू सो मच दादा आइदिनु भएकोमा है। बेस्ट अफ लक मेरो दादालाई है। अझै गर्दै जानु हो, हार नमान्नु, अब गर्नुपर्छ। अनि अब जाने बेलामा एउटा मिठो एउटा मोटिभेसनल लाइन अथवा केही भनिदिनु, तपाईँलाई मनमा लागेको कुरा एउटा मिठो मोटिभेसनल लाइन भनिदिनु। के भन्नु यार भाइ, यसो नयाँ आउँदै गरेको युथहरूलाई होइन अलिकति होइन होस् न। नयाँ आउँदै गरेको युथहरूलाई के भन्छ भने त्यो तिमीहरू होइन त्यो धेरै अब जस्तै आजभोलि ऱ्याप भनेर धेरैजना बिग्रिँदैछ, अनि धेरैजना लागु पदार्थमा फसिरहेछ होइन। अब धेरै ठाउँ झगडा पनि भइरहेछ। म भन्छु त्यस्तो चाहिँ नगर, झगडा किनभने आमा बाउ हुन्छ, नाम नबिगार। ऱ्यापले गर्दाखेरि समाजमा तीमाथि नराम्रो भइरहेछ होइन। अझै नराम्रो नहोस्, अझै राम्रो होस्, यसलाई राइट वेमा ल्याउनु मान्छेहरूले होइन। अब मैले भन्नु खोजेको त्यो डिसिस नहान यस्तो पनि भन्नु खोजेको होइन। त्यो डिसहरू त्यो कल्चरै हो होइन। अब ऱ्यापमा भनेको अरू गीत जस्तो पनि हुँदैन। अब त्यो गीत अब लोकदोरी हुनु त ऱ्याप एउटा अब समाजमा आजभोलि ऱ्यापलाई यस्तो भन्नु थाल्छ। म चाहिँ भन्छु मान्छेहरू लोकदोरीलाई नि हेर न, लोकदोरी कस्तो भएछ। पहिलाको लोकदोरी आजको लोकदोरीमा त लास्टै खराब छ। लोकदोरी पुरै आजभोलि के भन्छ मुनिदेखि माथिसम्म भन्छ। त्यो चाहिँ मान्छेहरूलाई फेरि रुच्छ, मजा लाग्छ, त्यो फेरि राम्रो अरे होइन। लोकदोरीमा त्यस्तो भनिदिन्छ। अब अनि ऱ्यापमा चाहिँ अब अलिअलि बोल्दा नि ट्यापे बिग्रिस के बोलेको होइन, यस्तो गीत उस्तो। डिसिस जान्छ भइरहेको छ होइन। डिसिस त हुनुपर्छ, तर त्यो धेरै त्यस्तो उयो पनि हुनु हुँदैन। धेरै मुख छाडेर लत्तो चाहिँ छाड्नु भएन, अरू त त्यही हो। अनि कमेन्टमा हुन्छ नि त्यो सुनिन्छ नि मान्छेहरू कमेन्टमा यसले त ऱ्यापले यसलाई हानेको कि यसले ऱ्यापलाई हानेको त्यो मान्छेलाई फेरि अगाडि ल्याएर लु हान त यति भयो भनेर देखाउँदा भन्यो भने अब सक्दैन। कति अब मेन्टललाई पनि असर पार्छ क्या त्यो यति कमेन्टले पनि। तर त्यो सही भिडियोमा कमेन्ट हान्दा चाहिँ ठिक हुन्छ, जुनै पाए भिडियोमा होइन। गर्दैछ कि गदम होइन, अलिकति भन्दै राम्रो शब्द भनिदिँदा बरु नभनोस् तर नराम्रो चाहिँ अलिकति नभन्दै। लत्ते छाडेको गीतले मात्रै गीतमा मात्रै भन्दा राम्रो हुन्छ क्या त्यस्तो कमेन्टहरू। अब अरू कमेन्टहरूमा यो ठिक लागेन अनि यस्तो गर भनेर त्यति सजेसन दिँदा त मिल्छ, अरू त केही होइन। अनि त्यही भन्न चाहन्छु अन्तिममा, त्यही लत्ते नछाड्नु। अनि आजको भोलि मान्छेहरूले पनि लोकदोरी गीत चाहिँ ज्यादा सुन्नु, खतरा छ लोकदोरी गीतहरू। उयोहरू के पऱ्यो ब्याटल लोकदोरी गीतै फेरि।